कथाको नाम छ कर्म नै धर्म हो। उहिले माथिल्लो भन्ने एउटा देश थियो। त्यो देश अहिले हाम्रो नेपालको जनकपुर अञ्चलमा पर्छ। एकजना धर्म थियो। उनको नाम धर्मराज हो। उनलाई सबैले धर्मराज भनेर बोलाउँथ्यो। उनी जनावर र चराचुरुङ्गी मारी तिनको मासु बेच्थे। त्यो देशमा राम नाम गरेको एकजना ब्राह्मण पनि बस्थ्यो। उनलाई आफ्नो तपस्यामाथि निकै घमण्ड थियो। उनी आफूलाई सबैले धर्मात्मा भनेर चिनुन् भन्ने चाहन्थे। त्यस ठाउँमा एउटी सज्जन महिलाले रामलाई भनिन्, तिमी घमण्ड नगर। धर्मात्मा मानिस कस्तो हुन्छ तिमीले देखेका छैनौ। तिमी धर्मराज कहाँ जाऊ अनि धर्मात्मा बन्न के गर्नुपर्छ उसैसँग सिक। राम धर्मराज कहाँ पुगे। धर्मराजले सोधे, हे ब्राह्मण, मैले हजुरको के सेवा गरौँ, आज्ञा होस्। रामले भने, हे धर्मराज, मैले तिम्रो निकै गुणगान प्रशंसा सुने। तिमी असाध्यै धर्मात्मा छौ रे। तिमी जस्ता धर्मात्मा मानिस किन यस्तो काममा लाग्यौ। धर्मात्माले पनि केही बाध्य भएर मासु बेच्छ र। धर्मराजले मुसुक्क हाँस्दै भने, हे तपस्वी ब्राह्मण, मासु बेच्नु मेरो पितापुर्खादेखि नै पेसा हो। मेरो बुबा बाजे यही काम गर्थे। कुलमा चलिआएको पेसा गर्नु पाप होइन। म आफू मासु खान्न, तर मासु बेच्ने भने बेच्छु, किनकि यही कामबाट म पैसा कमाउँछु, आफूलाई पाल्छु र परिवार पाल्छु। धर्मराजले भन्दै गए, म असल कामबाट पछि हट्दिन। बुबा आमाको सेवा गर्छु, आफूभन्दा माथिकालाई आदर र संस्कार गर्छु, आफूभन्दा सानालाई प्रेम र माया गर्छु, सबैसँग मिठो बोल्छु, कसैको चोर्दिन, सबैको भलो हुने काम गर्छु, कसैलाई केही कुरा ढाट्दिन। ढाट्नु पाप सम्झिन्छु। पाप गरेकोमा पछुतो लाग्छ। त्यो भुल सच्याउने कोसिस गर्छु। सुख कुन हो दुःख कुन हो मलाई थाहा छैन। सुखमा सुखी पनि हुन्न, दुःखमा दुखी पनि हुन्न। मैले यस्तो गरेँ भनेर घमण्ड पनि गर्दिन। घमण्ड र रिसले मानिसलाई नाश गर्छ। धर्मराजको कुरा सुनेर रामले अति खुसी हुँदै भने, तिमीले भनेका सबै कुरा साँचो हुन्। मलाई एकपल्ट तिम्रा बाआमासँग भेट गराइदेऊ। धर्मराजले रामलाई भित्र बोलाएर लगे। आऊ, म मेरा आमा बुबा चिनाउँछु। उहाँहरू नै मेरा आमा बुबा हुन्। उहाँहरूलाई नै म देवी देवता समान मान्छु। देवताका निमित्त गरेका सबै काम म उहाँहरूकै नाममा गर्छु। उहाँहरूबाट सबै कुरा जान्ने, उहाँहरूकै माया र सहाराले म हुर्किएँ। उहाँहरूका यी सगुण म कसरी भुलु। रामले भने, मेरै बिछोडमा मेरा बाआमा अन्धा भए। मैले उनीहरूलाई निकै दुःख पुर्याए। म पापी हुँ। धर्मराजले भने, जानुहोस्, गएर बाआमाको सेवा गर्नुहोस्, आफ्नो पाप पखाल्नुहोस्, नत्र तपाईँले गरेको यत्रो तपस्या खेर जान्छ। उहाँहरूको आज्ञा बिना तपाईँ घरबाट निस्किनु भएन। तपस्या गरेर यत्रो वर्ष बिताउनु भयो। तपाईँको बिछोडमा उहाँहरू अन्धा हुनुभएछ। तपाईँले ठुलो भुल गर्नुभयो। राम घर फर्किए। उनका बाआमा पनि असाध्यै खुसी भए। उनी अब बाआमाकै सहारामा लागे। हामीले यस कथाबाट के सिक्यौँ भने, थोरै समय भए पनि आफ्नो बाआमालाई खुसी राख्नुपर्छ। आफ्नो उज्यालो भविष्यको लागि आफ्ना आमा बाबालाई अन्धकारमा छाडिदिन्छौँ।
यसले हामी र हाम्रो समाजमा धेरै नकारात्मक असर पारेको छ। हामी जति हुन्छ आमा बुबाको साथमा रहौँ र आमा बुबालाई खुसी बनाऊ। आजको कथा यति नै। यति भन्दै बिदा हुन्छु। हस्त धन्यवाद।